आदरणीय दर्शकहरू, गवाई च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। यहाँहरूले यस च्यानलमा मनोरञ्जनका कुराहरू नभेटाउलान्, तर अन्धकारको माझमा अचानक उज्यालो ज्योति भेटाए चाहिँ दुःख, कष्ट, रोग, बिरामी, पीडा, चिन्ता र निराशा भएको बेलामा एउटा जीवित आशा, सत्य मार्ग, सत्य गवाही र मुक्तिको कथालाई अवश्य यहाँहरूले भेटाउनुहुनेछ। यस च्यानलमा राखिएको गवाईलाई सुरुदेखि अन्तिमसम्म हेरेर सुनेर आत्मिक लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछु। जय मसी। हजुरको शुभ नाम बताइदिनुहोस्। मेरो ज्ञान सिंह मोक्तान हो। उमेर कति भयो? उमेर मेरो अहिले 46 वर्ष भयो। परिवारमा को हुनुहुन्छ? परिवारमा हाम्रो 4 जना छौँ, 2टा बाबु अनि बुढाबुढी गरेर 4 जना छौँ। पेसामा के गर्दै हुनुहुन्छ? पेसामा छापाखाना सम्बन्धी, प्रेस सम्बन्धी मिस्त्रीको काम गर्छु। टेक्निसियन भनिन्छ, कसैले मिस्त्री नै भनिन्छ होइन, त्यही काम छ। कुन चर्च जाँदै हुनुहुन्छ? नेपाल स्वतन्त्र दर्शन मण्डलीमा जान्छु। चर्चमा जानुभन्दा अगाडि हजुरको जीवन कस्तो थियो अलिकति बताइदिनुहोस्। हजुर, चर्चमा जानुभन्दा अगाडि चाहिँ यस्तै थियो। म चाहिँ यहाँ भन्नुपर्दाखेरि मेरो बुवा झाँक्री हुनुहुन्छ अनि कुलको लप्ताको पनि हुनुहुन्छ। त्यसले गर्दाखेरि अब यो धर्म ऊ धर्म मान्ने भन्ने थिएन त्यो बेला। मेरोमा चाहिँ अनि बाटोमा हिँड्दाखेरि मन्दिर भेट्यो भने अब झन्डी बजार दर्शन गर्ने त्यही गर्थ्यो। अनि कसैले चाहिँ पूजाआजा गरिरहेको छ भने मन्दिर जाने, कतै भाकल गर्ने गरेको थियो, कतै जानु पर्दाखेरि केही समस्या आउला कि भनेर भाकल गर्ने त्यस्तोहरू थियो। र एकचोटि म इन्डिया जाँदाखेरि पनि उता मलाई नराम्रो भयो भनेर यहाँ घरमा बस्नेहरूले पनि यहाँ त हाम्रो हेटौँडामा सूर्यमय मन्दिर छ, त्यहाँको लागि बोका भाले भाकल राखेर गर्नुभएको छ। म आइसकेपछि भाकल बुझाउनु पनि भयो। अनि त्यतिखेर फेरि सासूले मनोकामनाको लागि पनि भाकल गर्नुभएको छ, त्यसरी भाकल बुझाउनु गयो। यस्तो यस्तो चाहिँ भइरहेको थियो। कसरी येशू प्रभुलाई हजुरले विश्वास गर्नुभयो? कहिले विश्वास गर्नुभयो? प्रभु येशूलाई विश्वास गरेको चाहिँ लगभग 12 वर्ष जति भयो होला मैले प्रभुलाई पाएको। कसरी भनेर भन्नुहुन्छ भन्दाखेरि चाहिँ म त्यही बेला भनौँ अघि मैले जुन भाकल गरेको कुराहरू गर्दाखेरि इन्डियामा म काम त्यतिखेर भर्खर मेरो यहाँ भएर ठुलो छोरा 1-1.5 वर्षको थियो अनि 6 महिनाको थियो ठुलो छोरा। 6 महिनाको ठुलो छोरा छोडेर अब प्रदेश गइसकेपछि त्यो बेला यस्तै त नि, मान्छेलाई आर्थिकले अलिकति दुःख दिन्छ होइन। त्यो बेला चाहिँ आर्थिक एकदम कमजोर भएको अवस्था थियो। भर्खर छोरा पनि 6 महिनाको थियो, बिहा भर्खर भएको। त्यतिखेर चाहिँ अब 2 पैसा कमायो भने फ्यामिलीलाई अलिकति खुसी हुन्छ, अब सुख भनौँ होइन, अलिकति आर्थिक राम्रो भयो भने सबै कुरा राम्रो हुने खुसी आउँछ त। त्यो हिसाबले चाहिँ मैले चाहिँ अब सबैजना इन्डिया जाने भयो। मेरो पनि त्यतिखेर हाम्रो यहाँको 10 जना साथीहरू, यो गाउँको 10 जना साथीहरूसँग म पनि परेँ। अनि त्यहाँ जाँदाखेरि चाहिँ काम गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ मलाई एकचोटि त्यस्तै खालको यहाँ चाहिँ उनीहरूलाई चाहिँ नराम्रो सपना देखेको थियो। कहिले पोते चुटेर झर्ने, कहिले चाहिँ अनि चुरा फुटेको सपना देखिरहेको थियो अरे। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ म यस्तो सपना देखेर जा आमा भनेर मेरो श्रीमतीले चाहिँ सासूसँग कुरा गर्दाखेरि सासूले मनोकामनामा हेरेर भाकल राख्नु भएको छ। अनि मेरो यहाँ आमाले पनि यहाँ सूर्यमय मलाई जन्म दिने आमाले पनि मलाई यो सूर्यमय मन्दिरको लागि भाकल गर्नुभएको छ। अनि उहाँबाट इन्डियाबाट आएर त्यो पनि मलाई राम्रो त भएन, नराम्रो त्यस्तै बिरामी अथवा एक्सिडेन्ट पनि भयो। त्यहाँ खास एक्सिडेन्ट चाहिँ अर्कै मान्छेले भएको, तर जुन पोलमा म चढेको थिएँ नि त्यो पोल चाहिँ क्रेनले अड्कायो। जब म ओर्लिसकेपछि अर्को मान्छे चढेर त्यो छुटाउनु गएको थियो, त्यो पोल ढलेर अनि अर्को मान्छेले चाहिँ ठुलो क्षति भएको थियो। अनि त्यस बेलादेखि चाहिँ मलाई त्यति राम्रो चाहिँ भएको थिएन, झन्झन चाहिँ नराम्रो हुँदै गइरहेको थियो। अनि यहाँ आइसकेपछि अब मैले इन्डियाबाट पनि केही पैसा
सकेन। यहाँ आउँदाखेरि काम गर्दै जाँदा कतै पनि राम्रो काम नभएपछि जागिर राम्रो, त्यो बेला म मिस्त्री भएको थिएन, राम्रो जागिर नभइसकेपछि चाहिँ भएन भनेर एक्चुअली विदेश जाउँ। अनि विदेशको जानेहरू त कतिपयले राम्रै गरिरहेको देखेको छु अहिलेसम्म पनि। कुनैले मात्रै बिग्रियो, राम्रो भएन, नमिलेर आयो भन्ने हुन्थ्यो। र त्यो बेला चाहिँ हाम्रो चाहिँ एक्चुअली विदेश गएर हेरौँ भन्ने सल्लाहले एक्चुअली दुबई भयो। दुबई जाँदाखेरि मैले 5 महिनामै फर्केर आउनु पऱ्यो। फेरि यहाँ आइसकेपछि मलाई अलिकति सन्चो भयो। अनि अब फेरि भाइले चाहिँ, मेरो भाइ चाहिँ बयानमा थियो, भाइले के भयो, दाइ तपाईँ त दुबई आएर फर्किनु भएको कस्तो छ अरे? अहिले ठिकै छ भाइ, त्यस्तो राम्रो त भएको छैन, मलाई छाती चाहिँ अलिअलि दुख्छ। त्यस्तो भयो भने त फेरि यता बयानमा एकदम राम्रो छ, यता आउनु भन्यो। अब यहाँ त आफूले त पहिला दुबई जाँदा ऋण गरेर गएको होइन, अब ऋण तिर्नु छ, त्यही कुराले गर्दा ल हुन्छ भनेर एप्लाई गर्नु दाइ भनेर मैले डकुमेन्ट एप्लाई गर्ने बित्तिकै उताबाट फेरि टिकट आइहाल्यो। उता जाने बित्तिकै त्यहाँ पनि त्यस्तै भयो, 5 महिनामै म फर्केर आउनु पऱ्यो। झन्डै उता झन्डै भनौँ न, कति साथीहरूले मलाई माया मारिसकेको थियो। अनि यहाँ आयो अनि उहाँ चेक गर्दाखेरि पत्थरी देखियो, पत्थरी फाल्यो मैले। पत्थरी फालेर गर्दाखेरि बस्दाखेरि पनि मेरो जुन यहाँनिर दुख्ने कुरा थियो त्यो दुखाइ चाहिँ कहिले पनि निको भएन। अनि मलाई 4 वर्षसम्म म थलेर बस्दाखेरि अब त्यतिखेर कहीँ माता भनौँ होइन, माता कहाँ जाने, माताले चाहिँ तिमीलाई बिगार परेको रहेछ भनेको त्यो केरा, पाकेको केराभित्रबाट रुमाल झिकाएर देखाइदिनु भयो, तिमीलाई स्वयंको माता लागेको रहेछ भन्नुहुन्छ, बिगार लागेको रहेछ, अब तिमी ठिक हुन्छ भनेको। त्यो बेला भनेको यो भनेको 10-15 वर्ष अगाडिको कुरा हो। त्यसले त 7-8 हजार भनेको धेरै पैसा हो हजुर। अनि त्यसरी खर्च गर्दाखेरि पनि भएन मलाई। अनि अब कामै गरिसकेको छैन। अब श्रीमतीले यता ऋण गर्ने, कहिले दिदीसँग माग्ने, कहिले आमासँग माग्ने, कहिले कता ऋण गर्ने गरेर समय त्यसरी गुजारा चलिरहेको थियो। अनि एक दिन श्रीमतीले चाहिँ दिदीसँग नै कोसँग कुरा गर्दै जाँदा यस्तो भयो, जे गर्दा पनि भएन, के गर्नु होला भनेर दिदीको अब हुन्छ नि दुःख कुरा सानो हुँदाखेरि एकचोटि इस्युमा गएर हेऱ्यो भने कसो गएर हेर्नु भन्ने सल्लाह चाहिँ उताबाट भएछ दिदीबाट। हजुर। अनि दिदीले चाहिँ ठिकै छ एकचोटि जाउँ। त्यो बेला चाहिँ काठमाडौँमा गोर्खुमै राज्य के भन्छ त्यहाँ होइन। अनि त्यहाँ जाँदाखेरि चाहिँ शिक्षाहरू पनि दिदीलाई चित्त बुझेन। जस्तै हुन्छ नि, अब बुकमा बाइबलमा जे छ त्यो वचनभन्दा अलिकति भिन्नै म त उसले मभन्दा अगाडि उ गर्नु त उसले चाहिँ त्यो कुराहरू हेर्दै जाँदाखेरि खासै चित्त बुझेन। त्यतिखेर त गोर्खुमा हाम्रो रुममै आउनुहुन्थ्यो अनि बाइबल लिएर आउनुहुन्थ्यो। हामीलाई चाहिँ होइन के भन्छ, एकछिन बिहान आएर सुन्नुहोस्, यो भनेको हाम्रो प्रभु यीशुको लागि हो, हामीलाई भविष्यमा चाहिँ आनन्द जीवन पाउनुको लागि राम्रो हुन्छ भनेर आउनुहुन्थ्यो। हामीले पनि एकछिन बसेर 1 घन्टा सङ्गति दिनुहुन्थ्यो। हेर्दाखेरि पछि चाहिँ दिदीले नै भन्नुभएको कुरा फेरि अहिले पनि म बाइबलमा चाहिँ विश्वासी भए भने त्यति अगाडि चाहिँ बढ्न सकेको छैन, अहिले पनि सिधा छौँ होइन। त्यतिखेर पनि दिदीले भएन, यो चित्त बुझेन मलाई। त्यसपछि आएर पोखराबाट काठमाडौँबाट पोखरा सार्यो। पोखरा आइसकेपछि त्यतिखेर जस्तै मैले प्रभु यीशुलाई खोज्दै गर्दाखेरि भनौँ न अलिकति अरू बेला म जब उठ्यो यहाँ एकदम दुखाइ बढ्यो भने जब सुतेपछि अलिकति कम हुने जस्तो अनुभव भइरहेको थियो। त्यसपछि चाहिँ अब यो पल्ल पोखरा जाउँ भनेर पोखरा आएर बस्दाखेरि दिदीले छस खोज्दै जाँदाखेरि यो बिन्दुवासी मन्दिरको तल जस भनौँ न बिन्दुवासी तेर्सोपट्टिमै भयो, तेर्सोपट्टिमै गर्दै जाँदाखेरि एउटा लिपी बहिनी को बहिनीलाई भेटाएको छु। अब यहाँ जानुपर्छ, हामीलाई निको हुन्छ, सघाइ पाउँछ भनेर उसले मलाई भनिसकेपछि हुन्छ। अनि म पनि त्यहाँ
समयपछि मलाई अझ चङ्गाइ अझै राम्रो भयो। त्यसपछि मैले चाहिँ विश्वास गर्दै भएँ। अनि यो पास्टर बाले मलाई ग्रहण गराउनु, मैले ग्रहण गरेँ। तपाईँले ग्रहण गराउने पास्टर बाको नाम चाहिँ कार लामा, हजुर पास्टर कार लामा हुनुहुन्छ। उहाँले मलाई ग्रहण गराउनुभयो र लगभग 6-7 महिना पछाडि नै होला मैले बत्तिसमा पनि उहाँ कार लामा, पास्टर बाबा कार लामाद्वारा नै मैले बत्तिसमा लियो। त्यसपछि चाहिँ मलाई एकदमै राम्रो भयो। जब शनिबार होइन सधैँ चर्च जान थालिसकेपछि अनि बाइबल अध्ययन गर्दै जाँदा अनि मलाई चाहिँ अब कामहरू पनि राम्रो हुँदै गयो। त्यस पछाडि मैले जुन अपरेटरको काम छोडेर टेक्निसियनको काममा भयो अनि त्यही काममा पहिला अपरेटर गर्थ्यो, अहिले चाहिँ त्यही मिस्त्रीकै काम गरेर चाहिँ राम्रो भएको छ। प्रभुले आशिष दिनु। त्यही हो। अनि हजुरले प्रभुलाई विश्वास गरेपछि, चर्च जान थालेपछि हजुरको जीवनमा त्यस्तो कसैबाट खेदो गर्ने, सतार दिने होइन, हजुरको विरुद्धमा खराब शब्दहरू बोल्ने त्यस्तो कोही भयो कि भएन? त्यस्तो भयो होइन। अब तोकेर भन्दा पनि अलिक हजुरलाई सदाहरू आयो। अब कतिपयले के भन्नुहुन्छ भने अब तिमी यीशुमा गएको मान्छे, अब हामीसँग त मिल्दैन, तिमीले पढाइ गर्नुपर्छ, त्यस्तो खालको। फेरि हाम्रो अर्को कुरो अब घरकै कुराहरू गर्नुपर्दाखेरि उहाँहरू चाहिँ अब कुल देवता मान्ने, देवी देवता मान्नेहरू हुनुहुन्छ, अविश्वासीहरू। अब मेरो परिवारमा चाहिँ मेरो फ्यामिली 4जना मात्रै चाहिँ विश्वासी हुन्। अब अरू मेरो दाईहरू 4जना, हामी 4जना दाजुभाइमा 3जना दाजुभाइ र 3जना भाइ, 2जना दाई 1जना हुनुहुन्छ। उहाँहरू अविश्वासी हुनुहुन्छ, उहाँहरूले चाहिँ मान्दैन। अनि मेरो आमा पनि अविश्वासी नै हुनुहुन्छ, उहाँले पनि अब म त एकदमै कट्टर जानेको श्रीमती हो भन्नुहुन्छ। अहिले हजुरको प्रबल विश्वास नगर्ने परिवारसँगको सम्बन्ध कस्तो छ? सम्बन्ध सामान्य राम्रै छ। उहाँहरूले प्रभुलाई विश्वास नगरे पनि हजुर प्रभुमा विश्वासमा बढिराख्नु भएको छ। अनि हजुर सुरुमा त अलि भिन्नता नै गर्नुहुन्थ्यो। अहिले आएर चाहिँ के भन्नुहुन्छ, अब तिमी यीशुमा गए पनि तिम्रो धर्म तिमीसँगै छ, हाम्रो धर्म हामीसँगै छ, हामी एकअर्कालाई भेदभाव गर्नु हुँदैन भन्ने खालको कुराहरू हुन्छ। वास्तवमा यीशु प्रभु चाहिँ कस्तो हुनुहुन्छ? उहाँको प्रेम चाहिँ कस्तो हुनुहुन्छ? उहाँ यीशु प्रभुको प्रेम चाहिँ एकदम अपार हुनुहुन्छ होइन, मलाई लागेको कुरा। किनभने उहाँलाई पाइसकेपछि मेरो जीवनमा धेरै परिवर्तनहरू भएको छ। अब काममा पनि एकदमै आशिष भएको छ, आर्थिक कुराहरू पनि राम्रै भएको छ। त्यही हरेक कदमहरूमा मलाई चाहिँ प्रभु यीशुले साथ दिनुभएकै छ भने हजुरले आत्मिक रूपमा यीशु प्रभुलाई के पाउनुभयो जस्तो लाग्छ? आत्मिक रूपमा त स्वयं त म आफैलाई चङ्गाइ पाएको छु, मेरो आफ्नो जीवनलाई नै परिवर्तन भएको छ। किनभने हिजोको समयमा मान्छेहरूसँग बोल्नेदेखि लिएर अब कामहरू गर्दाखेरि धेरै कुराहरूमा झैझगडा भइराख्ने कुराहरू हुन्थ्यो अनि अशान्ति बढी हुन्थ्यो। मलाई उहाँको कुरो चाहिँ सबभन्दा परमेश्वरमा चाहिँ एकदमै शान्ति पाएको छ, सन्तुष्टि छु, खुसी छु। पहिलाको जीवन र अहिलेको जीवन तुलना गऱ्यो भने चाहिँ हजुरले कस्तो पाउनुहुन्छ आफ्नो जीवनमा? पहिलेको जीवनमा त धेरै दुःखहरू थियो। अब आर्थिक कुराहरूमा म त पहिल्यैदेखि मेरो बुवा आमाहरू पहिल्यैदेखि छाड्नु हुन्थ्यो। त्यसमा खुसी भन्ने कुरै थिएन। अब रात जतिखेर नै बुवा चाहिँ अब ढ्याङ्ग्रो लिएर रातारात ढ्याङ्ग्रो बजाउन जान्थ्यो अब घरमा त। अनि आमा, हामी त सानसानो थियो, आमा बुवा आमा आइसकेपछि चाहिँ घाँटी भएर जाने, अब रातभरि उता ढ्याङ्ग्रो ठोकेर आएपछि घरमा आएर सुतेर बस्नुपर्थ्यो, बारीको काम सबै लथालिँदै हुन्थ्यो होइन। अनि त्यसले गर्दाखेरि हाम्रो घरमा पनि आमा बुवाको झगडा भइरहन्थ्यो, अशान्ति नै हुन्थ्यो। अब पछि अब मैले यहाँ घर छोडिसकेपछि आफ्नो परिवार पछि भनौँ न अब घर
छोडेर बाहिर काठमाडौँ गएर बस्न थालिसकेपछि बसोबास गरेर मैले आफ्नो फ्यामिली बनाइसकेपछि दुःखहरू त थियो नै। जब मैले ईश्वर प्रभुलाई पाएँ त्यसपछि चाहिँ मलाई मेरो जीवन परिवर्तन भएको हो। कसरी भन्नु छ भने मैले अघि भने होइन, जब मैले विश्वास गरिसकेपछि मेरो काममा पनि एकदम राम्रो भयो, आर्थिकमा पनि त्यो साम्य भयो, सफलता हुँदै आयो। अहिले पनि ठिकै छ भनौँ, अहिले पनि कामहरू चाहिँ लाइनमा छ, अहिले भ्याएको छैन कामहरू। धेरै धन्यवाद हजुरको महत्त्वपूर्ण एकदम आश्रित गवाईको लागि धेरै धन्यवाद। के तपाईँ येशू ख्रीष्टको बारेमा अझ बढी जान्न चाहनुहुन्छ? के तपाईँ पोखरामा हुनुहुन्छ र सङ्गतिको खोजीमा हुनुहुन्छ? यदि चाहनुहुन्छ भने यहाँ दिएको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। मोबाइल 97050416386।